हामी शिर झुकाएर किन ढोग्छौँ? मातापिता गुरु भगवानको अगाडि शिर झुकाएर हामी ढोग्छौँ। त्यो प्रचलन त्यो किन हो त भन्दाखेरि हामीले जति पनि पाप आफूले गरेका छौँ त्यो पाप चाहिँ शिरमा गएर बसेको हुन्छ। प्रथममा पहिलो कुरा, पाप कति प्रकारका हुन्छन् भन्दाखेरि पाप 3 प्रकारका हुन्छन्। मनद्वारा गरिने पाप, वचनद्वारा गर्ने पाप र कर्मद्वारा गरिने पाप। यी सबै पापहरू एकत्रित भएर गएर हामीले गरेका सबै पापहरू चाहिँ गएर शिरमा बसेका हुन्छन्। जब हामी बिहान उठेर माता पिता गुरु भगवानलाई शिर झुकाएर प्रणाम नमस्कार गर्छौँ भने मनद्वारा गरिएको पाप, वचनद्वारा गरिएको पाप अनि कर्मद्वारा गरिएको पाप। बेलुका सुत्ने बेलामा सुत्दाखेरि निन्द्रामा पनि दुष्कर्म केही पाप हुन्छ कि केही सोचिन्छ कि भनेर हामीले बिहान उठेर भगवान नभए मातापिता गुरुको पाउ ढोग्ने चलन छ। अनि त्यति गरिसकेपछि दिनभरि गरिएको पाप साँझमा भगवानको साँझ बत्ती बाल्ने बेलामा भगवानको चरणमा शिर झुकाएर नमस्कार गरेर शिर झुकाएर नमस्कार गर्दाखेरि पनि शिर झुकेपछि हाम्रो शिरमा जति पनि पाप छन् त्यो पाप भगवानको चरणमा गएर पखालिन्छ भन्ने विश्वास छ। त्यस कारणले गर्दाखेरि आफै सोच्नुहोस् त तपाईँहरू, आफ्नो शिरमा हाम्रो शिरमा एउटा टोपी छ, टोपी त यो अडिन्छ र अलिक ठुलो टोपी छ भने हामीले यो शिर झुकाउँदाखेरि टोपी झर्छ। त्यस्तै गरेर हामीले गरिएको मनद्वारा वचनद्वारा र कर्मद्वारा गरेको पाप चाहिँ हामीले शिर झुकाएर प्रणाम गर्दा शिर झुकाएर ढोग्दा त्यसै कारणले गर्दा नमस्कार गर्दा अलिकति भए पनि शिर यसरी झुकाउनु भन्ने चलन छ। त्यसरी पाप झर्छ भनेर भनिएको छ। त्यसै कारणले गर्दाखेरि मातापिता गुरु र भगवानको बिहान र साँझमा अवश्य पनि शिरमा पर्ने गरौँ र नमस्कार गरेर प्रणाम गर्ने गरौँ। सबैजनामा राधे राधे।